बालेन शाह र रवि लामिछानेले आज भेट गरेछन्। योभन्दा खुसीको खबर के हुनसक्छ नेपाली जनताको लागि? नेपाली जनताले हर कदममा चाहिँ चाहिरहेको छन् बालेन शाह र रवि लामिछाने एउटै फ्रेममा आएर नेपाली जनतालाई साथ दिउन्, नेपाली जनतालाई चाहिँ हामी छौँ है, तपाईँले हामीलाई जिताउनुहोस्, हामीलाई भोट दिनुहोस् है, हामी तपाईँलाई हुन्छ नि हामीले देश जिम्मा लिन्छौँ भनेर चाहिँ भनुन् भन्ने चाहिँ आशामा छन् होइन। रवि लामिछाने र बालेन शाहलाई चाहिँ एउटै फ्रेममा देख्ने धेरैको चाहना छ, धेरै नेपाली अधिकांश नेपाली जनताको चाहिँ चाहना छ पार्टीका झोली बाहेकको होइन। सो आज उनीहरूको भेटघाट भएछ, तपाईँहरू कति खुसी हुनुहुन्छ अनि उनीहरूको चाहिँ निष्कर्ष के होला, के निक्लेला होइन, के साँच्चै अब दुईजना मिलेर चाहिँ अगाडि बढ्ला होइन। हामी चाहिँ सजेसन त्यही गर्छौँ, सकेसम्म मिल्नुहोस्, अगाडि आउनुहोस् है, किनकि देश बनाउने अब तपाईँहरूले हो, तपाईँमाथि आशा र भरोसा गरेर जनता चाहिँ हुन्छ नि अब चाहिँ देश बनाउने कोही युवा छ है भनेर चाहिँ देशका जनताहरू चाहिँ रोडमा आएर चाहिँ यिनीहरू पुरानो सत्ताहरूको सातो लगेका हुन्। सो तपाईँहरू चाहिँ यतिखेर अब जङ्गेर बाहिर आउनुपर्ने बेला भएको छ, मिलेर आउनुपर्ने बेला भएको छ। साथसाथै कुलमान भए है, त्यसपछि हर्क साम्बाङलाई पनि भने, हर्क साम्बाङ त अब उनी आफै खाने आफै गर्ने भन्ने मान्छे हुन्, उनीसँग खै म खासै आशा राख्दिनँ। तर बालेन शाह, कुलमान घिसिङ अनि त्यसपछि रवि लामिछाने चाहिँ एउटै फ्रेममा आयो भने नेपाली राजनीतिमा चाहिँ तहल्का हुनेवाला छ, तहल्का हुनेवाला साथीहरू।